मलाई अल्छी लागेको भन्दा बेसी लाग्छ यसलाई भोक। कोरियन जस्तो कपाल त काटिस, अब घोडे पङ्स काटेर तेरो निधार छोप। र साथीहरू, स्वागत छ तपाईँहरूलाई हाम्रो अर्को अर्ग्यानिक ऱ्याप ब्याटलमा। अन्त यो गुवाँदेले चाहिँ मलाई बिहानदेखिको जित्छु भनेर धम्की दिएको नि होइन। कसको ब्याटल चाहिँ राम्रो हुन्छ तपाईँहरू भिडियो फर्स्ट टु लास्ट हेर्नु होला। र यदि हाम्रो भिडियो मन पऱ्यो भने चाहिँ एक सेयर गरिदिनु होला। को जाने जा गुवाँदे तै पहिला। दुःख गरेर पकाउने म र यो चाहिँ सुती माम खाने। दुःख गरेर पकाउने म र यो चाहिँ सुती माम खाने। स्वागत गर्नुहोस्, आउँदैछ दङ दङ गनाउने छिप्पेको बोका लाम काने। मलाई अल्छी लागेको भन्दा बेसी लाग्छ यसलाई भोक। मलाई अल्छी लागेको भन्दा बेसी लाग्छ यसलाई भोक। कोरियन जस्तो कपाल त काटिस, अब घोडे पङ्स काटेर तेरो निधार छोप। तो अल्छीलाई अल्छी नलागेर अरू के लाग्छ? तो अल्छीलाई अल्छी नलागेर अरू के लाग्छ? यसको कान देखियो भने लासले खराए पनि भाग्छ। मलाई लाग्थ्यो यो मोडल हुन्छ भनेर, तर बेसी खाएर यसको शरीर सुँगुरको जस्तो भयो। मलाई लाग्थ्यो यो मोडल हुन्छ भनेर, तर बेसी खाएर यसको शरीर सुँगुरको जस्तो भयो। यसले चाक बेसी कनाएर होला, अहिले यसको चाक लुतो लागेको कुकुरको जस्तो छ। यसलाई मान्छे होइन कङ्काल भन्यो भने बेसी जत छ। यसलाई मान्छे होइन कङ्काल भन्यो भने बेसी जत छ। यसको करङ रेट्यो भने गिटार भन्दा राम्रो बज्छ। खानु मेरो सोख होइन, म लुते हुनुको लागि नै कम्ती खाएको। खानु मेरो सोख होइन, म लुते हुनुको लागि नै कम्ती खाएको। पहिला त राम्रै नै देख्थ्यो, अहिले पो बेसी खाएर बँदेल जस्तो भएको। यसले कतिखेर मेरो बाटो भाच्चिने गरी धुलाई भेट्छ। यसले कतिखेर मेरो बाटो भाच्चिने खालको धुलाई भेट्छ। यसको थुतुनो हनुमानको जस्तो अनि रामदेव बाबाको जस्तो पेट छ। म खान्छु खसीको मासु, त्यही भएर मेरो स्लिम पेट छ। म खान्छु खसीको मासु, त्यही भएर मेरो स्लिम पेट छ। यो खान्छ सुँगुरको मासु, त्यही भएर यसलाई बँदेल जस्तो देख्छ। यो बोका जस्तै गनाउँछ, त्यही भएर यसले खसीको मासु खाएको होला। यो बोका जस्तै गनाउँछ, त्यही भएर यसले खसीको मासु खाएको होला। हो, तैँले खसी खाएर नै हो तेरो खुट्टा पनि बाख्राको जस्तो भएको होला। मेरो खुट्टा सानो छ, त्यही भएर म मजाले कुद्नु सक्छु। मेरो खुट्टा सानो छ, त्यही भएर म मजाले कुद्नु सक्छु। सुँगुरले त पायो भने गु पनि खान्छ। म कहाँ गर्छ, म हक्छु।